सबैजनालाई आजको यो भिडियो चाहिँ स्पेसली हाम्रो महिलाहरूको लागि छ। महिलाहरूले चाहिँ आफ्नो समय चाहिँ तपाईँको सोसल मिडियामा चाहिँ बढी नाचगान गरेर अथवा त्यसमा चाहिँ खर्च गरेर थोरैले त कमाइ गर्नुभएको होला, तर धेरैले चाहिँ वेस्टै गर्नुभएको देखिन्छ। त्यस्तो वेस्ट गर्नुभन्दा चाहिँ अहिले चाहिँ हाम्रो एकजना दिदी हुनुहुन्छ, उहाँ चाहिँ यशोदा खनाल। उहाँले चाहिँ एउटा त्यो महिला नवजागरण अभियान भनेर चाहिँ सुरु गर्नुभएको छ र त्यो अभियानले चाहिँ सम्पूर्ण नारीहरूलाई जो चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूलाई चाहिँ विभिन्न तालिमको अवसर पनि दिन सक्नुहुन्छ, त्यो पनि फ्रीमा। जस्तै तपाईँले यहाँ देख्नुभएको छ नि, यो चाहिँ तपाईँको झोल साबुन र डल्ले साबुन बनाउने ट्रेनिङ हो। यहाँ सहभागी हुनुभएका ट्रेनरहरू र सहभागी हुनुभएका प्रशिक्षार्थीहरूले चाहिँ 3 दिनको झोल साबुन तथा त्यो डल्ले साबुन चाहिँ बनाउने चाहिँ ट्रेनिङ सफलतापूर्वक सम्पन्न गर्नु भएर उहाँहरूसँग कन्फिडेन्स पनि भयो। यदि तपाईँहरू कोही चाहनुहुन्छ भने यस्तो तालिम लिनको लागि अचार तालिम, अनि त्यसपछि डुना टपरी तालिम तथा अगरबत्ती बनाउने, धूपबत्ती बनाउने यस्तो तालिम लिन चाहनुहुन्छ भने तपाईँले चाहिँ महिला नवजागरणलाई चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। कस्ट फ्री हो, तपाईँले कुनै पनि पैसा तिर्नु पर्दैन र त्यो सिप लिइसकेपछि उहाँहरूले तपाईँले उत्पादन गरेका धेरै कुराहरूलाई उहाँले नै मार्केटमा लगेर व्यापार प्रवर्धन गर्नको लागि पनि सहयोग गर्नुहुन्छ। यसैको सिलसिलामा चाहिँ अस्ति 3 वटा